दर्शन नमस्कार। कहाँदेखि हेर्दै हुनुहुन्छ यति बेला हामीलाई? देश विदेशबाट हेर्दै हुनुहुन्छ होला भन्ने आशा लिएका छौँ। यति बेला भने म गाउँतिर छु। गाउँमा अब यति बेला माघ लागिसक्यो है। अब यतिखेर हाम्रोतिर त आलु रोप्ने सिजन सुरु भइसक्यो है। अब हामीले चाहिँ मल बोक्ने तयारी गर्दैछौँ। यति बेला भने साना नानी बाबुहरू पनि स्कुलको 1-2 दिन बिदा छ अनि त्यही बिदामा रमाइलो मानेर आमासँग मल बोक्दैछन् नानी बाबुहरू पनि। कस्तो रमाइलो मानेर के है। अनि अब हाम्रोतिर त सिजन सुरु भइसक्यो आलु रोप्ने। अब आलु रोप्दैछौँ। अब घर गाउँतिर सबैजनाले यतिखेर खन्ने खेतमा रोपिन्छ प्राय। अब खेत बारीमा अब कतिपयले त बारीमा पनि रोप्नुहुन्छ आलु है। ताराखोलाको आलु भनिसकेपछि त अब तपाईँहरूलाई भनिराख्न नि पर्दैन होला सायद। अब सबै धेरैजनाले खाइसक्नु पनि भएको छ, चाख्नु पनि भएको छ। अब यहीँ नजिक वरपर हुनेहरूलाई त अब ताराखोलाको चाहिँ त्यति हुने कुरा भएन होइन। अब टाढा टाढा भएका मेरा साथीहरू ताराखोलाको आलु एकचोटि चाहिँ तपाईँहरूले पनि टेस्ट गर्नु होला भन्न चाहन्छु। ताराखोलाको आलु एकदमै मिठो छ, स्वादिष्ट छ है। खाना पनि त्यत्तिकै चोपिलो छ।